हेलो एभ्रिवान, सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आज धेरै दिनपछि म भ्लगमा जोडिँदैछु। सरी, मैले चाहिँ पहिला पनि भ्लग गरिरहेको हुन्थेँ, तर त्यो भिडियोहरू चाहिँ मैले डिलिट गरिदिएको थिएँ। मैले किनकि भ्लग गराउनु छोडेको थिएँ नि त। अब चाहिँ मैले रेगुलर गराउँछु पनि। आजको भ्लग चाहिँ सर्ट एन्ड स्विट हुनेछ। साथी र म चाहिँ यसो घुम्न जान लाग्यो। हेरौँ कता लान्छ साथीले आज। उता बगर साइडतिर जाम भन्दै थियो, कता हो त्यो ठाउँ चाहिँ मैले पनि चिनेको छैन, राम्रोसँग गएको पनि छैन। अब हेरौँ, वहीँ गएर थाहा हुन्छ। अब त्यही हो, आफ्टर लङ टाइम भ्लग गराइरहेको। कस्तो बोल्न पनि हुन्छ नि, अलि बोल्नै अप्ठ्यारो लागिरहेको छ क्या मलाई। त्यो बानी नबसेर के, पहिला त अलि ढुक्क तरिकाले बोल्थ्यो, अहिले कस्तो अप्ठ्यारो लागिरहेको छ क्या बोल्न नि। त्यही हो, अहिले चाहिँ हामी यो सिर्जना चोक आइपुग्न लाग्यो। सरी, यो सिर्जना चोक नै हो क्या। सिर्जना चोक आइयो। ओहो, कति स्पिड आएको। जाम एकदम बचेर हिँड्नुपर्छ यस्तो जामहरूमा चाहिँ। बिस्तारै बिस्तारै हाम्रो सानाले फेरि एकदम लभली चलाउँछ है बाइक चाहिँ। उसको राइड कस्तो छ भन्दाखेरि कुदाउँछ पनि, त्यो कुदाए अनुसार पनि उसको कन्ट्रोलिङ फ्लो एकदम दामी छ है गाइज। अब कतिजनाले कुदाएर नराम्रो भन्ने हुन्छ नि त, के कुदाएको त्यो जोस भन्छन्, तर त्यो होइन नि त। यति कुदाउनलाई कति फोकस कन्सन्ट्रेट गरेर चलाउनु पर्छ, कति गाह्रो हुन्छ कन्ट्रोल गर्न, हो कि होइन गाइज? मलाई चाहिँ त्यस्तो लाग्छ है। हामी चाहिँ अहिले यो न्यु रोड आइपुग्यौँ है। हामी चाहिँ यहाँ तल चाहिँ ग्राउन्ड छ, भलिबल ग्राउन्ड। म चाहिँ पहिला भलिबल खेल्थेँ नि त। त्यतिखेर म रङ्गशालामा ट्रेनिङ बस्दाखेरि म टेनको इक्जाम दिएर यता ट्रेनिङ बस्न भनेर आएको थिएँ। जुन चाहिँ यहाँ यो लाइक के भन्छ राष्ट्रपति कप, त्यस्तै सिलेक्सन गेम भनौँ न, सिलेक्सन गेम थियो। त्यसमा चाहिँ म चाहिँ यहाँ सिलेक्सनमा परेको थिएँ। अनि 11-12 पढ्नको लागि चाहिँ स्कलरसिप पाएको थिएँ मैले। स्कलरसिप त पाएको थिएँ मैले, अनि तर म चाहिँ पढिनँ गाइज। उतै वालिङ घरतिरै पढेको थिएँ गाइज। त्यही हो, यहाँ चाहिँ मिठो सम्झना थियो भन्ने कुरा। मलाई चाहिँ कस्तो गाह्रो भइरहेको छ कि आज। न मैले राइडमा कन्सन्ट्रेट गर्न पाएको छु, न भ्लगमा नै राम्रोसँग फोकस गर्न सकेको छु कि। हुन्छ नि, उनले चाहिँ ठाउँ सोध्दैछन् है, आफै कन्फ्युज छ कहाँ लाने भनेर। मलाई चाहिँ हुन्छ नि, त्यो बोल्न पनि कस्तो अप्ठ्यारो लागिरहेको छ के बोल्ने। अब म यहाँ बोल्दा आफै हाँसेछु पनि, हुन्छ नि। आफू बोलेर आफै हाँसिरहेको क्या, त्यो हुन्छ नि, आफ्टर लङ टाइम भएर के। कस्तो सही हो, मजा आइरहेको छ। जे होस्, लभली। हजुर के भयो साना? हिँड कुदाउ न, कुदाउ। नकुदाम। कुदाम ल, कुदाम, हिँड।
ल हल्का राइडको मजा लिउँ भन्ने कुरा है गाइज ल सानाको फेरि ब्रेक चप्प छ साना र मेरो सानो रेस पर्यो हो क्या सानाले फेरि साइकको खतरा कुदाउँछ फेरि हाम्रो सानाले फेरि ओ साना आयो सानाले भेट्टायो मलाई गाइज मेरो फेरि पछाडिको ब्रेक छैन गाइज अलिक बचकै हिँड्नुपर्छ त्यस्तो नकुदा मेरो डर लाग्यो मलाई त गाइज मजा आइरहेको जोस् लभली अब म फर्ममा आउनु पऱ्यो गाइज दादा हुन् फर्म है गाइज मेरो चाहिँ ब्रेक छैन गाइज इन्जिन ब्रेक र अगाडिको ब्रेकमा हो मजा आइरहेको छ lovely मलाई किन यो बाइक अलिक कुदे जस्तै लागेन मेरो किन हो अन्ध्रोडा फेरिमा अफरोड भयो मजा आउँथ्यो सानालाई बेल्न सकिन्थ्यो अन्ध्रोडा चाहिँ सकिन्न क्या सानालाई ओए नकुदा यार होइन कुदाउनुहुन्न गाइज यो मेरो अगाडिको सक लिक भयो नि त ल बाई 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 अहिले चाहिँ अफरोडमा राइड भइरहेको छ भनौँ न लभली मजा आइरहेको अवस्था छ अहिले चाहिँ ओहो के भन्ने अहिले चाहिँ
अपिल र म भएर अपिल यसो बाइक कुदाएको भिडियो गराम भन्ने सोचले मात्र हो। कहाँ पुग्यो साना? लभली, ओहो लभली है लभली। कहाँ पुग्यो साना? र फाइनल्ली गाइज हामी चाहिँ ढिकी डाँडा आइसकेको छौँ र आजको मौसम चाहिँ यस्तो छ। ओहो हिलो देख्न सक्नुहुन्छ गाइज, प्रत्यक्ष यस्तो छ ढिकी डाँडाको मौसम। हिजो चाहिँ यता पोखराबाट पानी रातिबाट पानी परेर अघि बिहान बसेर स्यानेरमा चाहिँ डुल्न हिँडेको। यस्तो छ ढिकी डाँडाको भ्यू, हुस्सु लाएर केही देखेको छैन। ढिकी डाँडा चाहिँ आइपारी गाइज, अहिले उतै गएर भेट्न पर्ला। अहिले हामी दाजुभाइ आइसकेको छौँ र यता चाहिँ पिकनिक चलिरहेको रहेछ, देख्न सक्नुहुन्छ। पिकनिक भनेको त क्रिकेट खेल्दै रहेछन्। हामी चाहिँ फाइनल्ली आइसक्यौँ दाजुभाइ भएर। अब यसपछिको भिडियो चाहिँ अब सिनेमेटिक अपिलको हातबाट हेर्नु होला। हामी चाहिँ फाइनल्ली ढिकी डाँडा आइसकेको छौँ गाइज, दुईजना देख्न सक्नुहुन्छ। भ्यू चाहिँ यस्तो कुहिरो लागेको छ। यो भ्लगर दाइ चाहिँ फर्स्ट टाइम रे, म चाहिँ आयो होला 2-3 खेर। अब यसो नास्ता खाम भनेको यसले खान्न भने अब एक्लै के खाइराख्ने। हामी चाहिँ यता पिङ भएको ठाउँतिर जाँदैछौँ। ओहो यहाँ त एकदम डर लाग्ने ठाउँ रहेछ। यहाँ त के हो यस्तो? ओहो ओए सिरिङ्ग हुन्छ त यहाँ त। हट ओहो ओहो साना चाहिँ पुरा यिनलाई अगाडि पठाउनु पर्यो। हेलो तिमी अगाडि हिँड त, अगाडि हिँड। गीत सुन्दै हिँडिरह ऊ फेरि। अहिले चाहिँ हामी यहाँ तल आइपुगिसक्यौँ माथि ढिकी डाँडाबाट। हामीले भिडियोहरू पनि एकदम राम्रो गराएको छ भनौँ न। तपाईँलाई यदि हाम्रो भिडियोहरू हेर्न मन छ भने चाहिँ मेरो टिकटक आइडी चाहिँ एप्पल गुरुङ के भयो? ओइ ए म कन्फ्युज भएको, बाटो उता हो नि कस्तो। मनिष गुरुङको इन्स्टाग्राम आइडी म डिस्क्रिप्सनमा राखिदिन्छु। उसलाई कसैले माया गर्नुहुन्छ भने फलो गर्न सक्नुहुन्छ र मेरो इन्स्टा आइडी पनि डिस्क्रिप्सनमा राख्छु, तपाईँहरूले फलो गर्नु होला। अनि हाम्रो रिल्स भिडियोहरू हेर्न मन छ भने टिकटकमा गएर हेर्न सक्नुहुन्छ, डिस्क्रिप्सनमा राखिदिन्छु म लिङ्क चाहिँ। यसरी नै माया देखाइदिनु होला। नेक्स्ट भिडियो चाहिँ एकदम राम्रो आउनेछ आई होप राम्रो आउनेछ होला। म राम्रो ल्याउने प्राइस पनि गर्छु। आज माइन्ड फ्रेस गर्न मात्रै गएको के ढिकी डाँडा चाहिँ। मैले चिनेको थिएन ठाउँ, तर उसले चिनायो। आज राम्रो लाग्यो, मिठो टाइम स्पेन्ड भयो आज चाहिँ। हाम्रो सानालाई देख्न सक्नुहुन्छ गाइज। ऱ्याम्प ओ लभली ऱ्याम्प है। आज चाहिँ एकदम रमाइलो भयो, मजा आयो, घुमियो, फोटोसोटो भिडियो गरायो साथी र मैले। अब आउने नेक्स्ट भिडियोमा नि म राम्रो भिडियो ल्याउने छु। आजलाई यति भन्दै म बिदा हुन चाहन्छु।
भिडियो मन परे लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अनि के कसो छ भिडियो, अलिक कस्तो टाइपको भिडियो हाल्दा राम्रो हुन्छ, कस्तो भिडियो मलाई अहिले त हुन्छ नि कि माइन्डमा अलि राम्रो नै हुन्छ नि, राम्रो कस्तो अलि आइडिया नै आएन भनौँ के। हजुर हिँड न, जुन बाटो हिँड्यो नि। अब साथीको बाइक हल्का मोडिफाई सकेर अब अलि बचेर हिँड्नु पऱ्यो नि। त्यही हो, के सुधार्नु पर्ने छ, के कमी देखेको छ कमेन्ट गरिदिनु होला। आजलाई यति भन्दै बाई बाई, सी यू नेक्स्ट भिडियो, नेक्स्ट भ्लगमा भेटौँला है त।